सम्पूर्ण दर्शकहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म हुँ दिपेन्द्र पौडेल र आज मैले बिहारदेखि रतनमारीसम्मको एउटा भ्लग बनाइरहेको छु। यो हो बिहारको बजार सुरु हुन्छ, देख्न सक्नुहुन्छ। दृश्यमा दायाँ बायाँ घरहरू छन् र काटिलो बाटो छ। अर्घाखाँची जिल्लाको ग्रामीण क्षेत्रको ठुलो बाटो पनि हो यो। यहाँनिर रोडी चौकी देख्न सकिन्छ। यो चौकी कटिसकेका छौँ र अगाडि पर्दैछ। यो बिहार बजार हो, यो पुरानो बिहार बजार हो र यसको धेरै चाहिँ सङ्ख्या बढेको छैन, बढ्ने क्रममा छ। डबल लेनको बाटो, दायाँ बायाँ बस्ती र खेतीयोग्य जमिनले बिहार बजारलाई अति सुन्दर बनाएको छ। बिहार बजारदेखि अलिकति माथिल्लोपट्टि एउटा पार्क पनि छ, यता बायाँपट्टि र दायाँपट्टिबाट अब हामी यता कबिरा जाने बाटो, यता देखिन्छ दायाँपट्टिको बाटो, यो कबिरा जाने बाटो हो। कबिरा एउटा पिकनिक स्थल पनि हो। हामी भने रतनमारीतर्फको बाटोमा अगाडि बढिरहेका छौँ। बागी खोलाको किनारै किनार उकालो लागेको यस सन्धिखर्क पुर्कोटदह बाटो भनौँ, यो घोरपाटन बाटो हो, डबल लेनको छ र यो सुन्दर दृश्यहरू यतापट्टि देख्न सकिन्छ। यहाँनिर पनि एउटा खेतीयोग्य जमिन छ भने कृषकहरूले आफ्ना फर्महरू पनि यहाँनिर केही सञ्चालन गर्नुभएको छ। पारिपट्टि खन एउटा लेक देखिन्छ, अनि अगाडि बढ्दैछ। सन्धिखर्कदेखि रतनमारीसम्मको दूरी 18 किलोमिटर हो, तर बाटो अझै राम्रोसँग विस्तार नभएको हुनाले लगभग 1 घन्टा लाग्न सक्छ। निकै सुन्दर छ यो भ्लग। आज मिति 2082 फाल्गुन 9 गते यो भ्लग मैले बनाउँदैछु। बाटो निकै सुन्दर छ र दायाँपट्टि बागी खोला, सन्धिखर्क बजार हुँदै यो अगाडि बढिरहेको छ। बागी खोला, यो बागी खोला किनारै किनार घोरपाटन सडक अगाडि बढेको छ। अब हामी माटोतर्फ लाग्दैछौँ। स्कुल बसहरू पनि हिँडिरहेका छन्। पारिपट्टि कबिराको गाउँ छ भने यतापट्टि अब माटे पुग्न लागिरहेका छौँ, माटेतिर जाँदैछौँ। सुन्दर रमणीय दृश्य, चिसो हावा, दायाँपट्टि छङछङ गर्ने बागी खोला सुसाइरहेको छ भने घोरपाटनदेखि बागी खोलाको किनारे किनार अगाडि बढिरहेको छ। हामी माटे पुगिसकेका छौँ। अब यो बाटो पिचगरीको बाटो अब सकिँदैछ र अब स्तर उन्नति हुँदै गरेको बाटोमा हामी पुग्ने क्रममा छौँ। यो पनि एउटा इतिहास हो। पछि यही बाटोको धेरै रूप रङ्ग दृश्य फरक हुनेछ। यो बाटो पिचगरीको बाटो सकिएको छ भने हामी कच्ची बाटोमा आएका छौँ र यो कच्ची बाटो पनि अब बन्दैछ बिस्तारै। यो कच्ची बाटो पनि बन्ने क्रममा छ, बन्दैछ।
बाटो अगाडि बढ्दैछ है। हामी माथिदेखि अगाडि बढिसकेका छौँ। बाटो अहिले स्थगित हुने क्रममा छ र यो बाटो अब केही समयमा चालकपुर हुने क्रममा छ कि हामी अब नौलापानीतर्फ लाग्दैछौँ। केही समयमा हामी नौलापानीतर्फ आउँदैछौँ। यहाँनिर बाटो राखेको छ, डबल लाइनको बाटो हो। नाली, ड्राइभिङ वाल, रिटर्निङ वाल, बेस, सर्फेस, ग्रेड सबै सकिएको छ र अब यसलाई चाहिँ ग्राभलिङ गर्दै छ। यस्तो चाहिँ पुष्पा बिल्डर्सले बनाउँदैछ है यो बाटो। सन्धिखर्कदेखि उत्तरपट्टि रहेको यो सन्धिखर्क पुर्कोटसम्मको सडक हो। यानि कि सडकको नाम चाहिँ सालगञ्ज ढोरपाटन। हामी नौलापानी पुग्यौँ। नौलापानीबाट पनि हामी अगाडि बढ्दैछौँ। यहाँनिर एउटा माथिपट्टि पुल छ। यो पुल चाहिँ पहिले निकै चासो विषय बन्यो भने अहिले यो पुलतर्फ मान्छेहरू खासै देखिँदैनन्। हामी अगाडि बढ्दैछौँ र बाटोमा सामग्रीहरू सङ्कलन गरिएको छ। पिच यानि कि प्रोसेस गर्दैछ र यहाँ आरसिसी ढलान गर्ने काम पनि तीव्र गतिमा अगाडि बढिरहेको छ। तलतिरबाट खानेपानी लगिएको छ चारतिर। नौलापानीको खानेपानी यहाँबाट लगिएको छ भने माथिल्लो बाटो चाहिँ महाता जाने सडक छ। यता दायाँपट्टिबाट यहाँबाट छिटो छरितो जाने बाटो पनि छ। हामी भने अब टारीतर्फ लाग्दैछौँ। बाटो बन्दैछ। यतातिर कन्स्ट्रक्सनको काम भइरहेको छ। आरसिसी ढलान एक साइडको भएको छ भने अर्को साइडमा अब यताको ढलान सञ्चालन चल्दैछ। यताबाट सुरु गर्ने होला। कन्स्ट्रक्सनको काम भइरहेको छ। 1 अरब लागत यो बाटो अहिले स्थगित हुँदैछ र यो बाटो केही वर्ष चालुपत्र हुनेछ। विभिन्न घुम्ती चिसो ठाउँमा आरसिसी ढलान हुँदैछ र उतापट्टि आरसिसी ढलानको लागि रडहरू बिछाइएको छ। यो आरसिसी ढलान 1 फुटको थिकनेस छ। हामी अब लगभग गर्लाम खोला कलभर्टतर्फ लगभग पुग्दैछौँ होला। बाटो बन्दैछ। अहिले बाटोमा ग्राभलिङ गरेको हुनाले अलिकति बाटो घुँडाको छैन है। यो सजिलो बनेको छ। यतिको भए पनि जाँदा हिँड्नलाई सजिलै महसुस भइरहेको छ। मेटेरियल्सहरू बाटोमा थुपारिएको छ र अब ग्राभलिङ तीव्र गतिमा गरिँदैछ र अब तापक्रम बढेसँगै अब यसलाई पिच पनि गर्ने प्रोसेसमा भएको देख्न सकिन्छ। कस्तो खालको पिच हुँदैछ त्यो पनि हामी तपाईँलाई जानकारी गराउनेछौँ।
हामी सन्धिखर्कदेखि रतनमारी बजार, सन्धिखर्क 10 देखि रतनमारी बजार जाने कि नगरपालिका नम्बर 6 सम्मको भ्लग प्रस्तुत गरेको छु म। बाटो बन्दैछ। यहाँनिर एउटा पानी मिल थियो होइन साथीहरू, त्यहाँनिर पानी मिल थियो, अहिले सञ्चालनमा छैन। जनकखोला कलबाट पानी आइसक्यो। यो यहाँनिर पानी मिल थियो त यता बायाँपट्टि यो घर यतापट्टि पानी मिलको भावना देख्न सकिन्छ। अहिले चाहिँ पानी मिल सञ्चालनमा छैन। जनकखोला कलबटमा हामी अगाडि बढ्यौँ। यहाँनिर प्रतीक्षालय एउटा मन्दिर छ र अलि अगाडि दायाँपट्टिबाट एउटा मोटरेबल पुल पनि बनेको छ है अहिले यता पारिपट्टि जानको लागि। अलि अगाडिपट्टि गएपछि भित्तामा एउटा मन्दिर पनि छ। यो गर्लमखोला कलबट हो। प्रतीक्षालय बनेको छ, एउटा मन्दिर पनि छ सानो है। बाटो पिच गर्ने भएको हुनाले पानी हालेर च्याप्दै गरेको हुनाले हिँडेको छ। यता दायाँपट्टिबाट एउटा यतातिर जाने बाटोहरू बनिसकेको छ भने हामी दायाँबाट सिधै अगाडि बढ्छौँ र यो भित्तामा एउटा मन्दिर छ। यो मन्दिरलाई संरक्षण गरेर बाटो चाहिँ बनाइएको छ। हाम्रो डेस्टिनेसन भनेको रतनमारी हो। कुप्चेरामा भगवानको दर्शन गर्दै अगाडि बढ्यौँ र हामी कार्कीटोला पुग्छौँ। अब एकछिनमा कार्कीटोला पछि हामी त्यसपछि टारी हाम्रो गन्तव्य पुग्दैछ। यता तपाईँको लोडर के भन्छ होला, च्याप्दैछ ल लोडरले। रोलर भन्छ क्या हो, रोलर। अगाडि बढ्दैछौँ है। बाटो लेभलिङ गर्दैछ हामीले होइन, बाटोको लेभल मिलाउँदैछ, बाटोको काम हुँदैछ। यहाँनिर पनि एउटा हेन्ड पाइप हालेर पानी पास गरेको ठाउँ पनि होइन। हामी अगाडि बढ्यौँ र हामी कार्कीटोल तर्फ अगाडि बढ्दैछौँ। बाटोमा माटो सम्मेलन हुँदैछ है। अर्को ग्राभेलको काम हुँदैछ। हामी कार्कीटोल आयौँ। हामी यता दायाँपट्टिबाट जस्तै त्यहाँ एउटा आएको छ नि त ट्याङ्कर, त्यतापट्टि पनि एउटा बस्ती छ, कार्कीटोल भन्छ। हामी कार्कीटोलबाट पनि हामी अगाडि बढ्यौँ। अरुणाचल जिल्ला एउटा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलले भरिपूर्ण भएको जिल्ला हो, जहाँ विभिन्न सांस्कृतिक, धार्मिक, पर्यटकीय स्थलहरू छन्। र यही बाटो हुँदै हामी नरसिंह स्थान मन्दिरतर्फ पनि जान सक्छौँ माथिबाट। त्यो पनि तपाईँलाई देखाउनेछु। नरसिंह स्थान मन्दिर जाने, त्यसै गरी यो बाटोबाट फेरि रतनमारीबाट घुमेर घेरमाला रानी पनि जान सकिन्छ। त्यसै गरी अगाडि लोहरीमा त्यहाँसम्म जान सकिन्छ, गोखुङ्गा पनि जान सकिन्छ। बाटोको काम तीव्र गतिमा हुँदैछ।
हुँदैछ भने अब हामी टारी बजार, टारी सुन्दर गाउँ छ, जहाँ कृषिजन्य उत्पादन एकदम राम्रो हुने ठाउँ हो टारी। टारीमा राम्रो खेती हुन्छ। नगदे बालीहरूको हब पनि हो टारी। आलु, कोपी लगायतका चिजहरू, मौसमी बेमौसमी मकै पनि उत्पादन हुन्छ त्यहाँ। टारी बजार पनि एउटा यो गाउँको चाहिँ राम्रो बजार हो। अब हामी टारी बजारतिर लगभग पुग्दैछौँ। टारी बजार पुग्यौँ हामी। टारी एउटा सुन्दर बस्ती छ। यहाँ दायाँ बायाँ घरहरू, बिचमा फराकिलो बाटो, अलिक तलतिरपट्टि उर्वरा शक्ति भएका बारीहरू र यस ठाउँबाट अलिकति माथिबाट हामी दायाँतर्फबाट गयौँ भने यतापट्टि अर्घा पनि जान सकिन्छ, अर्घातिर, र बायाँपट्टिबाट तपाईँको उता पारिपट्टि गाउँमा जान सकिन्छ। हामी सिधै अगाडि बढ्यौँ। बाटो उकालो छ, घुम्टीहरू पनि युटर्न घुम्टीहरू छन् यहाँनिर। आशिषको काम हुँदैछ। त्यहाँ पतिरपट्टि एउटा गाडी झरेको ठाउँ अलिक पर भित्रपट्टि माथिबाट झरेको थियो। त्यो दृश्य पनि तपाईँलाई देखाउँछु। एउटा गाडी त्यहाँबाट झरेर केही मान्छे हताहत भएका थिए, ज्यान पनि गएको थियो। डबल घुम्ती छ है, तलपट्टि घुम्ती, माथिपट्टि घुम्ती, उकालो बाटो, पारिपट्टि टारी बजार, पारिपट्टि ठुलो। फेरि युटर्न गऱ्यौँ। युटर्नबाट फेरि अगाडि बढिसकेपछि फेरि हामी टारीको उपल्लो टारीमा आइपुग्यौँ। र फेरि हामी त्यहाँनिर गएपछि फेरि अर्को डेन्जर युटर्नमा छौँ हामी। त्यसपछि अगाडिपट्टि त्यहीँनिरबाट एउटा मान्छे सवार एउटा जिप चाहिँ खसेको थियो यहाँ दायाँपट्टिबाट तलपट्टि, र ठुलो क्षति पनि भएको धेरै समय भएको छैन। हामी अगाडि बढ्यौँ। हामी अगाडि बढ्दैछौँ, बढिरहेछौँ। टारीपछि हाम्रो अब डेस्टिनेसन नजिकै छ भनेकी भण्डार। भण्डार पनि एउटा रमाइलो गाउँ छ, रमाइलो बस्ती छ। भण्डार पनि एउटा सानो व्यापारिक हब हो, गाउँको व्यापारिक हब। त्यहाँ हामी पुग्छौँ। अगाडि बढिरहेका छौँ, हामी निरन्तर बढिरहेका छौँ। अब हामी भण्डारतर्फ लाग्दैछौँ है। भण्डार भन्ने एउटा गाउँ छ, त्यो गाउँ आउन अब धेरै समय लाग्दैन। र हामी सन्धिखर्क र मालारानीको सिमानामा पनि छौँ है। यहाँनिर लोडेड ट्रकहरू जुन चाहिँ धेरै मात्रामा मुढाहरू बोकेर लोड गरेर आइरहेका छन्, यहाँ देख्न सक्नुहुन्छ। यिनीहरूले धेरै लोडहरू ल्याइरहेको छ, मुढाहरू। अर्घाखाँचीमा यसरी निगरानी हुन्छ कि हुँदैन थाहा छैन, तर चाहिँ निकै माथिसम्म मुढाहरू खाँदेर ल्याएको छ है।
ट्रकहरूले। यहाँनिर बाटो बन्दैछ, बाटोको काम हुँदैछ। सन्धिखर्क र मालरानीको यो चाहिँ सिमाना हो। यो सिमाना अब हामी मालरानीतर्फ लाग्यौँ, सन्धिखर्क कट्यौँ, सन्धिखर्क नगरपालिका कटेर हामी मालरानीतर्फ लाग्यौँ। र मालरानीको पनि हामी यहाँ पिपलकोपोट, यहाँ त युटर्न घुम्ती यो अलि अप्ठ्यारो घुम्ती छ, आउँदैछ अप्ठ्यारो घुम्ती। निकैचोटि बाटो धेरै तलबाट उठाएर बनाएको छ र घुम्तीहरू आउँदैछ। यो बाटाको माथिपट्टि एउटा मदन भण्डारी राजमार्ग छ, जो चाहिँ अर्गाउँदै आएको छ भने त्यो काम अहिले रोकिएको छ। यो मेन बाटो यो सधैँ फेरि मदन भण्डारी राजमार्ग भनेर माथिबाट माटो खनेर तल्लो बाटोलाई चाहिँ अलिकति समस्या पार्ने गरिन्छ। त्यो चाहिँ अलिकति डिजाइनिङ राम्रो छैन कि जस्तो लाग्छ मलाई, किनभने यत्रो बाटो मेन बाटो सधैँ माथिबाट फेरि त्यो बाटो बनाइरहेछ। हामी चाहिँ अगाडि बढ्दैछौँ। भण्डारा नजिकै छ, यतापट्टि आरसिसी ढलान, यतापट्टि ढलान हुनुलाई त्यो आरसिसीको टाइम पुगेपछि, एक महिना पुगेपछि त्यो आरसिसी ढलानको स्टेन्स लिन्छ त्यसले। त्यसपछि त्यता बनाउने, यताबाट गाडी हिँड्ने होला होइन। अहिले चाहिँ हामी अगाडि बढ्दैछौँ भण्डारातर्फ। बागी भण्डारा भन्छ, बागी भण्डारा मालरानी गाउँपालिका वडा नम्बर 5 हो यो। तल कटिसकेपछि अब हामी भण्डारा गाउँमा प्रवेश गर्छौँ। लगभग गरिसकेको छौँ भण्डारा गाउँ। भण्डारा गाउँ आउनै लाग्यो। ल अब भण्डारा गाउँ हो यो। यहाँबाट सुरु हुन्छ, बाटो कन्स्ट्रक्सन हुँदैछ। यहाँसम्म चाहिँ पिच हुनेछ है, यहाँ भण्डारासम्म बाटो पिच हुन्छ यहाँसम्म, र माटोदेखि भण्डारासम्म बाटो पिच हुन्छ। यो भण्डाराको सुन्दर बस्ती हो। भण्डारामा अलिकति सुन्तला खेतीको लागि पनि यो ठाउँ उपयुक्त छ भन्ने सुनिन्छ। समुद्री सतहदेखि 1500 मिटरसम्मको भूभागलाई सुन्तलाको हब बनाउन सकिन्छ भन्ने तथ्याङ्कले देखाउँछ। यसको चाहिँ हाइट कति छ त्यो भन्न सकिन्न, र यहाँनिरसम्म सुन्तलाहरू राम्रो फल्छ। अब बाटो निकै अप्ठ्यारो छ, झन्झन गाउनु छ। यो भण्डार बजारमा नै छौँ, मालरानी गाउँपालिका वडा नम्बर 5 भण्डारा। माथिपट्टि एउटा स्कुल पनि छ, माध्यमिक तहसम्म भण्डार बजार हो। म दिपेन्द्र पौडेल र मैले आज 2082 फाल्गुन 9 गते खिचेको भिडियो हो यो, हिन्दी गर्दा खिचेको भिडियो हो। र यो भण्डार बजार हो। यति बेला चुनावको सगर्मी पनि चलिरहेको छ। घर घरमा आफ्ना झन्डाहरू टाँगेर बस्नेहरू पनि भेटिनुहुन्छ। चुनावी सगर्मी अहिले बढेको छ। फाल्गुन 21 गते प्रतिनिधि सभा सदस्यको लागि चुनाव हुँदैछ। भण्डार बजार नै हो। देख्न सक्नुहुन्छ अगाडिपट्टि त्यो झन्डाहरू राखेको छ। भन्न नभन्दै झन्डाहरू त्यो घरमा देखिन थाल्यो।
होइन। चुनाव चाहिँ लागेको छ, कसले जित्ने कसलाई जिताउने भन्ने गाउँलेहरूको बहस छ। नीति सिद्धान्त, कार्यक्रम, योजना र आफ्नो चाहिँ एउटा योजना अनुसार नेताले जिताउने भन्ने होडबाजी पनि होला। भण्डाराबाट हामी अगाडि बढ्यौँ। यतापट्टि एउटा मन्दिर छ, मन्दिर हुँदै हामी दायाँपट्टिको मन्दिरले दर्शन गर्दै अगाडि बढ्यौँ। भण्डारा हामी अब कटिसकेका छौँ र अब हामी अगाडि बढिसकेका छौँ। अब हामी ठ्याक्कै चोकमा भन्नुपर्दा माथिपट्टि आउँछ नरसिंह स्थान जाने चोक, जहाँबाट 2 किलोमिटर अथवा 3 किलोमिटरमा नरसिंह स्थान मन्दिरसम्म पुग्न सकिन्छ भने 2 अथवा 3 कति छ, 3 होला सायद। भने हामी फेरि अगाडिपट्टि हामी अगाडि बढ्यौँ भने त्यसबाट फेरिराख्ने पछि टिमुरे पछि तपाईँको एउटा डेस्टिनेसन हाम्रो रतनमारी पुग्नेछ, जसका लागि अझै केही समय लाग्छ, किनकि बाटो अप्ठ्यारो छ, सर र दौड्न मिल्दैन। सुस्त जाँदाखेरि टाइम लाग्छ। नमस्ते साथीहरू, म हो दिपेन्द्र पौडेल र यति बेला मैले तपाईँलाई बिहारदेखि रतनमारीसम्मको ढोरपाटन सडकको भ्लग बनाइरहेको छु। कस्तो देखिरहेको छ, कस्तो सुनिरहेको छ, दृश्य कस्तो मानिराख्नु भएको छ, त्यो पनि तपाईँले कमेन्ट गर्नुहोला। र यो चाहिँ बनाउनलाई निकै कठिन पनि भयो, किनकि अलिकति बाहिरपट्टि क्यामेरा अड्डाउनलाई पनि अलिकति सजिलो छैन होइन, बाटो टाढो छ। क्यामेरा स्टेबल राख्नु पऱ्यो, धेरै हल्लाउनु पनि भएन होइन, गाडी धेरै हल्लिन्छ। आफूलाई स्टेबल राखेर यो क्यामेरालाई नहल्लाइकन खिच्दा निकै कष्टकर पनि भएको छ मलाई, है गाह्रो पनि भएको छ। साह्रो गाह्रो चिज भए पनि यो इतिहास हो, पछिको लागि इतिहास नै बन्छ यो। पछि यस्तो खालको दृश्य देख्न सकिँदैन, किनकि बाटो बन्ला, फराकिलो बन्ला होइन, सिधो बाटो होला, गाडीमा धेरै गाडीहरू घुम्नेछन्, बस्तीहरू त कम हुँदैछ, विस्तार हुँदै छैन, बस्तीहरू त उजाड बन्दैछ, मान्छेहरू बसाइसराइ गर्दैछन्, तर पनि यो बाटो चाहिँ बन्ने क्रम चाहिँ रोकिने छैन। अब हामी नरसिंह स्थान जाने चोकनिर जान्छौँ है। अब यो मेन चोक चाहिँ त्यहाँ हुनेछ। नरसिंह स्थान मन्दिर एउटा धार्मिक तथा पर्यटकीय स्थल, नगरपालिका गाउँपालिका नम्बर 7मा पर्ने नरसिंह स्थान मन्दिरतर्फ जाने चोकमा पुग्छौँ हामी केही समयमा। त्यसपछि त्यो चोक पार गरिसकेपछि हामी चाहिँ भेडिराख्ने भन्ने ठाउँमा जान्छौँ। भेडिराख्ने भनिएको छ, त्यो बस्ती पार गरिसकेपछि फेरि हामी कालो अगाडि बढेर फेरि हामी टिमुरे भन्ने ठाउँमा जान्छौँ। टिमुरेबाट चाहिँ रतनमारी बजार देखिने रहेछ है। सन्धिखर्कदेखि रतनमारीसम्म जम्मा 18 किलोमिटर हो भन्नुभएको थियो साथीहरूले। 18 किलोमिटरको दूरी धेरै टाढा त होइन, तर पहाडको बाटो, कच्ची बाटो भएको हुनाले लगभग 1 घन्टाको टाइम लाग्दो रहेछ होइन, अझ बढी पनि लाग्दो रहेछ 1 घन्टाभन्दा। तर यो बाटो सर र भन्यो, डबल लाइनको भन्यो, सर र दौड्ने खालको भन्यो भने 8-36 यानि कि आधा घन्टामा पुगिन्छ होला सायद। 1 किलोमिटरलाई 2 मिनट लागे पनि पुग्न सक्ने अवस्था हुन्छ। बाटो धुलाम्मै छ, धुलो एकदम उडेको छ, तर देखिरहेको छैन, पछाडि एकदम धुलो उडिरहेको छ। बाटो धुलाम्मै छ है। यो फाल्गुन महिना हो, हावा चलिरहेको छ, सिरसिर बतास। अब हामी नरसिंह थान भन्छ कि होइन, नरसिंह स्थानबाट जाने चोकमा आउँदैछौँ अब केही समयमा। त्यहाँबाट कति किलोमिटर, 2-3 किलोमिटर, 3-4 किलोमिटर होला कति छ त्यसको दूरी, धेरै टाढा छैन। अलिकति तलसम्म पिच पनि गरेको छ।
नरसिंहस्थान मन्दिर एउटा धार्मिक तथा सांस्कृतिक तथा पर्यटकीय स्थल पनि हो। टाइम लाग्छ अझै नरसिंहस्थान मन्दिर जान त अझै टाइम लाग्छ। बल्ल हामी यहाँ डाँडाको एउटा घरमा आयौँ। घरपछि यो ठाउँलाई ठ्याक्कै के भन्छ थाहा भएन है। यहाँनिर तपाईँ कमेन्ट गर्नु होला यो ठाउँलाई के भन्छ। अब अगाडि बढ्यौँ, बाटो धुलाम्मै छ, धुलो उडेछ एकदम। यसपछि हामी कहाँनिर पुग्छौँ भन्दा ठ्याक्कै त्यो नरसिंहस्थान जाने चोकमा पुग्छौँ। धुलो उडेको छ है, बुङबुङ धुलो उडेको छ। अनि यता अलि परपट्टि दायाँपट्टि यही बाटोको निरन्तरता भयो भने बायाँपट्टि एउटा सबवे निकालेको छ, जहाँबाट हामी चाहिँ तपाईँको त्यहाँबाट अर्घातिर जाने बाटो पनि छ है। एउटा अर्घातिर जाने बाटो निकालेको छ यतापट्टि अलि अगाडि गएपछि। अब आइसकेको छ हामी। अब ओह्रालो धुलो यस्तो एकदम उडेको छ कि धुलो एकदम उडेको छ, बङ बङ्ती धुलो उडेको छ है। ल अब हामी चाहिँ चोकमा आउन धेरै समय लाग्दैन। हामी अगाडि बढ्यौँ, बाटो निकै धुलामै छ। यहाँनिर दायाँपट्टि देख्न सक्नुहुन्छ बायाँपट्टि छ नि एउटा बाटो गोरेटो। यो बाटोबाट माथिपट्टि चाहिँ अर्घातिर जाने बाटो पनि छ। यता माथिपट्टिबाट छ नि यो गोरेटो, माथिपट्टि यतापट्टि माथिपट्टि यो। र हामी सिधै जान्छौँ। सिधै चाहिँ तपाईँको अब हामी नरसिंहस्थान मन्दिर आयौँ। के नरसिंहस्थान मन्दिरको चोकमा आयौँ है, जाने चोकमा। त्यहाँनिर देख्नुहुन्छ त्यो मन्दिर, सानो बाटामा मन्दिर छ, टुक्क देखिरहेछ मन्दिर। यतापट्टि हामी सिधै जान्छौँ, दायाँपट्टि जान्छौँ र बायाँपट्टि एउटा पिच बाटो छ। नरसिंहस्थान जाने चोक पनि हो यो। यतापट्टि देख्नुहुन्छ बायाँपट्टि त्यो पिच बाटो छ नि उतापट्टि, यो छ नरसिंहस्थान जाने चोक। यतापट्टि हामी रतनबाडतिर जाने बाटो। अब हामी यसपछि के कुन ठाउँमा आउँछौँ भन्दा भेडिराख्ने ठाउँमा आउँछौँ। भेडिराख्ने भन्ने स्थानमा पुग्छौँ। प्राकृतिक छटाले भरिएको यस ठाउँ साँच्चै नै रमणीय छ। बाटो पनि सुन्दर छ, त्यति अप्ठ्यारो छैन अफरोड भए पनि होइन। दायाँ बायाँ सुन्दर बस्तीहरू छन्, बिचबिचमा साना साना गाउँहरू, साना साना मन्दिरहरू। यो हामी अगाडि बढिरहेछौँ। गुरुजीले पनि गाडी टुक्क मिलाएर चलाउनु भएको छ, उहाँलाई पनि धन्यवाद छ। र अब हामी भेडिराख्ने भन्ने ठाउँमा आयौँ। यहाँनिर एउटा मन्दिर छ, एउटा प्रतीक्षालय पनि छ। र यहाँनिर दसैँमा यहाँ चाहिँ काठे पिङ राख्ने चलन पनि छ यतापट्टि। अनि यो प्रतीक्षालय मन्दिर, यहाँनिर काठे पिङ पनि दसैँतिर राख्ने चलन छ। यो चाहिँ भेडिराख्ने
त्यो पाल्तिरपट्टि भेडाँडी भन्छ, त्यो ठाउँ हो। यहाँबाट तलबाट झरेर जाने बाटो पनि छ है, तलबाट झरेर तपाईँको टारी निस्किने बाटो पनि छ दायाँपट्टिबाट। यो चाहिँ भेटानी बजार हो। यो बजार चाहिँ त्यति विस्तार हुन सकेन, तर यहाँनिर घरहरू छन्, पुराना पुराना घरहरू, तर यहाँनिर बस्ती विस्तार भएको देखिँदैन। गाडी राख्ने बाटो हामी अगाडि बढ्यौँ। अब हाम्रो डेस्टिनेसन हुन्छ टिमुरे। टिमुरे पछि हाम्रो सिधा डेस्टिनेसन हुन्छ रतनबारी बजार। भेडिराख्ने बजारबाट हामी रतनबारीतर्फ लाग्दैछौँ र अब आउँदैछ टिमुरे। गुराँस फुलेर ढकमक्क हुने ठाउँ पनि हो यो। यो भिडियो हामी यानि कि म बिहार बजारदेखि रतनबारीसम्मको भ्लग हो। यसको टोटल समय चाहिँ 53 मिनेट 22 सेकेन्डको छ। बाटो कस्तो छ, बाटोको अवलोकन गर्दै भ्लगहरू तपाईँहरू हेर्न सक्नुहुन्छ। र केही वर्षपछि यो पनि एउटा इतिहास बन्ने छ, किनभने यस्तो धुलो बाटो हराउने छ, सुन्दर बाटो बन्ने छ, चिल्ला गाडीहरू दौड्ने छन्, चिल्लो बाटो बन्ने छ होइन। अहिलेलाई चाहिँ यो बाटो निकै अप्ठ्यारो छ, घङ्ग्याङ घुङ्लुङ छ, राम्रोसँग बनेको छैन, बन्ने क्रममा त छ होइन भण्डारसम्म, तर अगाडिको यो प्रोसेस चाहिँ अब कहाँ पुगेको छ, के हुँदैछ। अगाडिपट्टि गाडीको त्यो देखिया छ है, एउटा त्यो के भन्छ त्यसलाई, साइड के भन्छ त्यो हल्लिन्छ है, त्यो के हो, त्यो त्यसको नाम के हो आफै भन्नु होला है तपाईँले। भेडिराख्नेदेखि माथिल्लोपट्टिको यो जङ्गल एरिया हो। यहाँनिर उत्तिसका बुट्टाहरू छन् र पारिपट्टि गुराँसका बुट्टाहरू छन्, अनि त्यसै गरी चौतारीका बुट्टाहरू, साना साना बुट्टाहरू छन्। यहाँनिर सल्लाहरू छैनन्, उत्तिसका बुट्टाहरू पर्याप्त मात्रामा छन्। अब हामी यो दुईवटा मोड कटिसकेपछि हामी ठ्याक्कै आउँछौँ टिमुरे भन्ने ठाउँमा आउँछौँ। टिमुरे हुन्छ होला त्यहाँ साह्रै। बाटो उकालो उकालो छ अब। तर बाटो पिच नभए पनि बाटो फराकिलो छ, गाडी हिँड्नको लागि, क्रस गर्नको लागि त्यस्तो समस्या छैन। बाटो चाहिँ ब्याक गरेर क्रस गर्न दिनुपर्ने अवस्था पनि छैन। जस बाटो फराकिलो छ तर पनि पिच भएको छैन, प्रोसेसमा हुँदैछ। अब हामी टिमुरेतर्फ लाग्दैछौँ। धुलो निकै उडेको छ पछाडिपट्टि, तर अगाडिपट्टि पछिको धुलो देखिरहेको छैन। निकै धुलो छ बाटो होइन, पानी परेको छैन, फाल्गुन महिना होइन, धुलो त हुने नै भयो।
अझ ठुलो गाडीहरू हिँड्ने टिप्परहरू हिँड्यो भने बसहरू हिँड्यो भने त धेरै निकै ठुलो हुन्छ तर सानो गाडीले अलिकति कम धुलो निकाल्छ होइन। त्यसै पनि ठुला गाडी टिप्परहरूले त्यो चाहिँ साइलेन्सर पाइपले तलपट्टि घोप्टाएर अझ बढी धुलो उडाउने गर्छन्। यो चाहिँ नगरिदिए हुन्थ्यो जस्तो लाग्छ मलाई। त्यो सम्बन्धी निकाले पनि त्यसलाई हेर्नुपर्ने हो। बाटोको तल्लोपट्टि साइलेन्सर पाइप राखेर त्यो बाटाको धुलोलाई बुङ बुङती उडाउँदै हिँडेको पनि प्रत्यक्ष देखिन्छ होइन। त्यो पनि अरू अपराध हो, अरूलाई चाहिँ अप्ठ्यारो पारेर अब दौड्नु भन्ने राम्रो होइन। अब हामी टिमुरी बजार आयौँ। टिमुरी बजार पनि एउटा सानो सुन्दर बजार छ र एउटा मन्दिर पनि छ यहाँनिर होइन। अलिक परपट्टि एउटा स्कुल छ, प्रतीक्षालय छ है। यो ठाउँ पनि राम्रो छ, अलिकति हाइटमै छ यो। यो पनि लगभग 1600-1700 मिटरको हाइट त होला लगभग है। यो टिमुरी बजार हो है। यो टिमुरी बजारको अवलोकन गरिसकेपछि म अब अगाडि बढ्छु र पारिपट्टि देखियो रतनमारी बजार देखियो है। टिमुरी बजारपट्टि ठ्याक्कै कटेपछि रतनमारीको डाँडो देखियो। रतनमारीको डाँडो देखिएको छ है। अब टिमुरी पछि अब हामी अगाडि बढ्दैछौँ। अब टिमुरी कटिसकेपछि अलि परपट्टि एउटा तलपट्टि झर्ने बाटो पनि छ, एउटा प्रतीक्षालय छ। अलि परपट्टि एउटा खानेपानीको ट्याङ्कीहरू छन् र उकालो चढेपछि हामी रतनमारी बजार जान्छौँ। सुरुमा चाहिँ के आउँछ भन्दा प्रहरी बिट आउँछ, त्यसपछि रतनमारी बजार सुरु हुनेछ। अब अगाडि आउँछ हाम्रो डेस्टिनेसन छ रतनमारी बजार। रतनमारी बजार एउटा उत्तरी भेगमा पर्ने प्रमुख व्यापारिक नाका हो भन्दा पनि त्यति फरक नपर्ला। यहाँ निकै राम्रो व्यापार हुने, व्यवसाय हुने, होटल, फलफुल लगायतका सबै चिजहरू राम्रो चल्ने ठाउँ छ। पहाडको चुचुरोमा दायाँपट्टि र बायाँपट्टि सडकको दायाँ बायाँमा घरहरू छ भने र बायाँपट्टि अलिक भिरालो जग्गा पनि छ रतनमारी बजारमा। हामी टिमुरीबाट अगाडि लाग्यो। अब हामी रतनमारीतर्फ अगाडि बढ्दैछौँ। हामी अब रतनमारी बजार देख्दैछौँ। पारिपट्टि डाँडामा देखिन्छ। सन्धि खर्कदेखि रतनमारीको यात्रा हाम्रो निकै सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुँदैछ। करिब 1 घन्टाको लामो भ्लग कस्तो देखिनेछ, कस्तो देखिँदैछ तपाईँहरू पनि कमेन्ट गर्दै गर्नुहोला। र खास गरेर पहाडी क्षेत्रमा घुमाउरा सडकहरू, युटर्न मोडहरू, चिसो हावा र इमान्दार मानिसहरूको बस्ती गाउँतिर देख्न सकिन्छ। हामी अब यो ठाँटीनिर आइसकेका छौँ। ठाँटीपछि एउटा पानीको पँधरो आउँछ र त्यसबाट पानी कतै लगिएको पनि देखिन्छ। त्यसपछि उकालो बाटो लागिसकेपछि केही छिनमा हामी
अब त्यस्तै 5-7 मिनटमा हामी कहाँ पुग्छौँ भन्दा रतनमारी बजारमा पुग्छौँ। यति बेला म सन्धिखर्कदेखि रतनमारीसम्मको एउटा रमाइलो भ्लग बनाएको र तपाईँहरूले प्रस्तुत गरिसकेको छु। 2082 फाल्गुन महिनामा म यो भ्लग बनाएको हो र अहिले चुनावी सगर्मी पनि चलिरहेको छ। यति बेला चुनावको माहौल गाउँ सहरतिर रौनक छाएको छ। कसलाई जिताउने, कसलाई पठाउने, कसले हाम्रो बारेमा नीति नियम बनाउँछ, कसले देशकै बारेमा एउटा नीति नियम बनाउँछ, कसले भ्रष्टहरूलाई कारबाही गर्छ, कसले सुशासन ल्याउँछ भन्ने बहस चलिरहेको छ। अब जनताले आफ्नो विवेक प्रयोग गरेर आफूले चाहेको, आफूले सोचेको, आफूले मन पारेको पार्टीमा उहाँहरूले स्वतःस्फूर्त रूपमा भोट हाल्न सक्नुहुन्छ। अब हामी उकालो लाग्यौँ हामी। अब केही छिनपछि हामी केही छिनमा रतनमारी बजार पुग्छौँ र सन्धिखर्क नगरपालिका वडा नम्बर 10 बिहारदेखि सुरु भएको हाम्रो यस भ्लग विभिन्न अवरोह पार गर्दै विभिन्न ठाउँको अवलोकन गराउँदै अब हामी रतनमारी बजारसम्म पुग्यौँ। यो भ्लग तपाईँहरूलाई कस्तो लाग्यो, तपाईँको सल्लाह सुझाव, तपाईँको प्रतिक्रियाको म सधैँ सम्मान गर्छु। प्रतिक्रिया दिनुहोला र दिलको राजा दिपेन्द्र युट्युब च्यानलमा गएर सब्सक्राइब पनि गर्नुहोला र भिडियो पनि पुरा रूपमा हेर्नुहोला। अब हामी उकालो र एउटा 2टा घुम्ती मोड पार गरिसकेपछि रतनमारी बजारमा पुग्नेछौँ। कस्तो छ त बजार? पहाडको चोटीमा एउटा सानो बजार छ र यो व्यस्त बजार हो। व्यापारिक दृष्टिकोणमा यो उत्तर साइडको एउटा चहल पहल भएको बजार पनि हो। मिठो धुन सुन्दै हामी अगाडि बढिरहेका छौँ। बाँसुरीको तालमा, मादलको तालमा, तबलाको तालमा र हार्मोनियमको तालमा धुन सुनिरहेका छौँ र अगाडि बढिरहेका छौँ। अब 2टा मोड पार गरिसकेपछि हामी पुग्छौँ रतनमारी बजारमा। फराकिलो बाटो छ तर बाटो एकदम के छ भन्दा बाटो ग्राभल गरेकोले अड्याङ उडुङ छ कि अल्याङको बल्याङको छ, गड्याङ गुडुङ छ भनौँ न। बाटो उकालो छ, यहाँनिर अलिअलि उकालो पनि छ। अब यो मोड पार गरिसकेपछि हामी अब ठ्याक्कै परको बिट देख्छौँ। हामी त्यसपछि रतनमारी बजार हामी प्रवेश गर्छौँ। म दिपेन्द्र पौडेल यस्तै भ्लगहरू बनाउने छु तपाईँहरूको साथ सपोर्ट माया पाएको खण्डमा र विभिन्न ठाउँका भ्लगहरू तपाईँहरूलाई देखाउने नै छु। र अब हामी प्रहरी बिटनिर
ल देखियो प्रविधित आयो यता दायाँपट्टिबाट यता मालरानी मन्दिर मालरानी मन्दिर जाने बाटो छ भने र दायाँपट्टिबाट यो ढोरपाटनबाट अगाडि गएको छ र यताबाट गोखुङ्गा जाने बाटो पनि गएको छ र यो बाटो अलिक परबाट गएर फेरि तपाईँको ढोरपाटनमा मिसिन्छ। यो गोखुङ्गा जाने बाटो पनि यहीबाट गइन्छ गोखुङ्गा। अनि रतनमारी बजारमा छिर्यौँ। यो रतनमारी बजार हो। सन्धिखर्कको बाटो उत्तर साइडमा रहेको यो अत्यन्त रमणीक र चिसो स्थानमा रहेको रतनमारी बजार व्यापारिक केन्द्र पनि हो र यहाँ व्यापारिक दृष्टिकोणले एकदम व्यवसायहरू राम्रो हुन्छ र यहाँनिर सम्पूर्ण सुविधाहरू पनि छ। त्यसै गरी होटल, फ्यान्सी पसल, फलफुल पसल, स्वास्थ्यको लागि स्वास्थ्य चौकी पनि परपट्टि छ र पर्यटन चौकी पनि छ र यहाँबाट पुर्कोट दहतिर जाने बाटो पनि छ भने गोखुङ्गातिर जाने पनि बाटो छ र यतापट्टि मालरानीतिर जाने पनि बाटो छ। यो चाहिँ मालरानी गाउँपालिका वडा नम्बर 6 रतनमारी हो। र यो भिडियो तपाईँलाई कस्तो लाग्यो, ब्लग कस्तो लागिरहेछ कमेन्ट गर्नुहोला। अब हामी यस भ्लगको अन्तिममा छौँ। सबैलाई पनि थके लागेको छ। क्यामेरा छोप्दा हात थाकेर म यसरी बसिरहेको छु। अब हामी अगाडि बढ्यौँ। गाडी छोडेर रोकिसकेपछि अगाडि बढ्यौँ। यता उँधोपट्टिबाट गोखुङ्गातिर गइन्छ भने हामी उपल्लोबाट लाग्नेछौँ। उपल्लो बाटोबाट कता गइन्छ भन्दा लोहोरी पुर्कोट दहतिर जाने बाटो पनि हो। यो चाहिँ ढोरपाटनमा पर गएर जोडिन्छ। आगामी व्यक्तित्वहरू यो तपाईँलाई भिडियो कस्तो लाग्यो त्यस्तो कमेन्ट गर्नुहोला। आगामी दिनमा पनि म यस्ता भ्लगहरू बनाउनेछु र तपाईँहरूलाई त्यो प्राकृतिक छटाहरूको दृश्य अवलोकन गराउँदै र केही बाटोको अवस्था र विकासका चरणहरू र बस्तीहरूको पनि अवलोकन गराउनेछु। यति भन्दै म आजलाई यस भ्लगबाट बिदा हुन्छु र तपाईँहरू दिलको राजा दिपेन्द्र युट्युब च्यानलमा गएर सब्सक्राइब पनि गर्नुहोला र कमेन्ट पनि गर्नुहोला भन्दै कस्तो लागेको छ कमेन्ट गर्नुहोला भन्दै अहिले म बिदा हुन्छु। सबैको जय होस्। जय देश, जय